आइपिएल खेल्ने पहिलो र एकमात्र नेपाली खेलाडी सन्दीप लामिछाने हुन् भन्ने तपाईहरू सबैलाई थाहा छ। तर सन्दीप लामिछानेको फर्स्ट एभर आइपिएल विकेट कसको थियो त? तपाईहरूलाई थाहा छ भने कमेन्ट गर्नुहोला। लेट्स डाइभ इन्टु द टपिक। 2018 मा दिल्ली डेयरडेभिल्समा सिलेक्ट भएका सन्दीप लामिछाने आफ्नो पहिलो म्याच आरसीबीको अगेन्स्टमा खेलेका थिए। डेब्यू म्याचमै आफ्नो पहिलो ओभर पनि फाल्ने मौका पाएका थिए। त्यस ओभरमा 6 रन खर्चिए तर विकेट भने हात पार्न सकेनन्। तर आफ्नो दोस्रो ओभरमा सन्दीपले विकेट लिएर आफ्नो खाता खोले। ओभरको पहिलो र दोस्रो बल विराट कोहली विरुद्ध गरेका उनलाई तेस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरेका थिए। तर सन्दीपले आफ्नो जादु देखाउँदै त्यस लगत्तै अर्को बलमा उनले पार्थिव पटेललाई एलपीडब्ल्यू गर्दा विकेट लिन सफल भए। खेलमा राम्रो प्रदर्शन गर्दा उनले 4 ओभरमा 25 रन खर्चिँदै 1 विकेट निकालेका थिए। अझै यस्तै नेपाली क्रिकेट रिलेटेड फ्याक्ट्सहरू थाहा पाउन चाहनुहुन्छ भने हाम्रो च्यानल नेपाली क्रिकेट सरकाजमलाई फलो गर्न नभुल्नुहोला।